हजुरलाई हजुरको मन कहिले बेचैन, अस्थिर, एकदम डिप्रेसमा परेको अनुभव भएको छ? कहिलेकाहीँ केही गर्नै मन लाग्दैन, बारम्बार नेगेटिभ थट्सहरू आउँछ, नेगेटिभ सोचहरू आउँछ। के हजुरले कहिले यो विचार गर्नुभएको छ कि यो सबै कारण चाहिँ हाम्रो खानपानसँग सम्बन्धित हुनसक्छ? र हामी यस विषयलाई दुवै शास्त्रीय र हाम्रो मोडर्न साइन्सले के भन्छ त भन्ने विषयमा चर्चा गर्नेछौँ। सुरु गरौँ। जय श्रीमन्नारायण। आहार शुद्धौ सत्त्वशुद्धि, सत्त्वशुद्धौ ध्रुवा स्मृति। जब आहार शुद्ध हुन्छ, त्यस आहार शुद्ध भए पश्चात हाम्रो मन पनि शुद्ध हुन्छ, हाम्रो चेतना, हाम्रो विचार पनि यसले सबैलाई शुद्ध पारिदिन्छ। जब मन शुद्ध हुन्छ, मन शुद्ध भए पछाडि राम्रो निर्णय, राम्रो व्यवहार र जीवनमा स्थिरता आउँदछ। मांसाहारको विषय आयो होइन, जुन मासु हुन्छ, जुन मांसाहार हुन्छ, त्योमा त अब हिंसा नै लुकेको छ। र यसमा श्री भगवद् गीतामा एकछिन रोक्नुहोस्, नआत्तिनुहोस् है, हामी मोडर्न साइन्सलाई पनि जोड्नेछौँ बिचमा। पहिला हाम्रो शास्त्रीय हिसाबले हेरौँ, त्यसपछि बिचमा हामीले मोडर्न साइन्सले पनि के भन्छ यस विषयमा भन्ने कुरा पनि चर्चा गर्छौँ। र भगवद् गीता अनुसार सत् चाहिँ के हो त भन्दा भूतहिंसात् रजोगुणो वर्धते। यो मांसाहारले चाहिँ रजोगुणको उत्पन्न गर्छ। रजोगुण भन्नाले हजुरमा काम, क्रोध, बैचेनी, एकदम अस्थिरता हुन्छ नि, आलस्य, यी कुराहरू चाहिँ उत्पन्न गर्दछ। आयुर्वेदमा त यस्तोसँग भनेको छ कि मांसाहार तमोगुणोकरणम, अर्थात् मांसाहारले तमोगुणको उत्पन्न गराउँछ। आलस्य, अहङ्कार होइन, एकदम अन्धकारले छाइदिन्छ भनेर भनेको छ आयुर्वेद अनुसार। त अब कुरा गरौँ मोडर्न साइन्स अनुसार, एकर्डिङ टु द रिसर्चहरूले चाहिँ के भनेको छ त यस विषयमा। हार्वर्ड मेडिकल स्कुलको रिसर्च अनुसार यो मिटले चाहिँ के गर्छ भन्दा, मांसाहारले के गर्छ भन्दा हाम्रो शरीरमा एड्रेनालाइन र कर्टिसोल स्ट्रेस हर्मोन्सहरू चाहिँ रिलिज गर्छ। सेम वे जुन हाम्रो शास्त्रमा भनेको थियो तमोगुण र रजोगुण बढाउँछ, आलस्य, क्रोध, अहङ्कार इत्यादि बनाउँछ, अस्थिरता, इनस्टेबिलिटी बढाउँछ, हो त्यही नै यो हार्वर्ड मेडिकल स्कुलको रिसर्चमा पनि त्यही कुरा बताइएको थियो। इभन WHO अनुसार ग्रुप 1 कार्सिनोजिन पनि यसमा उपलब्ध हुन्छ, अर्थात् जुन मिट कन्जम्सनले चाहिँ हजुरको शरीरमा टक्सिसिटी इन्क्रिज गर्छ र हजुरलाई क्यान्सरसम्म हुन यसले मद्दत गर्छ मांसाहारले चाहिँ। सारै 2023मा गरेको रिसर्च, स्ट्यानफोर्ड युनिभर्सिटीमा गरेको रिसर्च अनुसार जो व्यक्ति शाकाहारी हुन्छ उनीहरूको र अर्को जसले मांसाहार गर्छ उनीहरूको कम्पेरिजन गर्दाखेरि जसले चाहिँ शाकाहारी हुनुहुन्छ उहाँको चाहिँ 50% कम चान्सेस हुन्छ मुटु रोग हुने, वेरेज जो मांसाहार हुनुहुन्छ उहाँको चाहिँ 50% बढी के हुन्छ त भन्दा हार्ट डिजिज हुने रिस्क धेरै हुन्छ। धेरैजनाले भन्ने विषय कि प्रोटिनको कुरा, मांसाहार गरेपछि चाहिँ प्रोटिन मिल्छ अरे, अनि अब त्यो शाकाहारीहरूले चाहिँ प्रोटिन मिल्दैन भन्ने कुरा गर्नुहुन्छ धेरैजना। उहाँहरूको लागि चाहिँ यो कुरा के छ भन्दा, एकर्डिङ टु द अक्सफोर्ड युनिभर्सिटीको रिसर्च अनुसार प्लान्ट बेस्ड जुन प्रोटिन हुन्छ, जस्तो कि केमा भन्दाखेरि जस्तो दाल हुन्छ होइन, अनि केनोवा, ओट्सहरूमा चाहिँ इभन मिटहरू भन्दा पनि, हजुरको मांसाहार भन्दा पनि धेरै प्रोटिन हुन्छ। प्लान्ट बेस्ड अक्सफोर्ड युनिभर्सिटीको अनुसार 50% बढी क्वालिटी प्रोटिन मिल्छ प्लान्ट बेस्ड शाकाहारीहरूलाई, रादर देन मांसाहारीहरू भन्दा शाकाहारीलाई 20% धेरै प्रोटिन मिल्छ। र यसो हेरौँ यी सबै कुराले चाहिँ निष्कर्ष के हुन्छ भन्दाखेरि, प्रोटिनको हिसाब या हजुरको न्युट्रिसनको हिसाबले पनि शाकाहारी भोजन, सात्विक भोजन नै ठिक छ। र आफ्नो हेल्थ, जस्तो हामीलाई भनौँ WHO को हिसाबले, एकर्डिङ टु WHO ग्रुप 1 कार्सिनोजिन टक्सिसिटी त्यो एलिमेन्ट्सहरू पनि भेटाइयो होइन। त्यही भएर यस सबैको निष्कर्ष के भन्दा सात्विक भोजनै राम्रो है। हाम्रो शास्त्र अनुसार तमोगुण रजोगुण बनाउँछ। र अब एकर्डिङ टु द मोडर्न साइन्स अनुसार पनि, मोडर्न साइन्सहरूको अनुसार पनि यो राम्रो छैन भनेर यहाँ अनेक रिसर्चरहरूले भनिसकेका छन् भने अब किन हामी सात्विक भोजन नगर्ने त, किन आफ्नो स्वास्थ्य, आफ्नो हेल्थलाई किन कम्प्रोमाइज गर्ने हामीले होइन, किन हेलचक्राइ गर्ने। अहिलेदेखि नै, आजदेखि नै हामी सात्विक भोजन, हामी शाकाहारी बनाउँ या सात्विक भोजन गर्नतर्फ लागौँ। र हजुरको जति पनि एन्जाइटी, डिप्रेसन, इभन आफ्नो मनलाई पनि स्थिरता बनाउने यो त यति सजिलो उपाय के भन्नुहोस् त। सुरुमा त आहारबाट नै स्टार्ट हुन्छ के जे कुरा पनि। त्यही भएर सुरुमा अब हजुरको पहिलो स्टेप आफ्नो जीवन परिवर्तन गर्नको लागि
त्यो परिवर्तन गर्न चाहनुहुन्छ भने, आफ्नो हेल्थ स्वस्थ पार्न चाहनुहुन्छ, आफ्नो जीवन स्टेबिलिटी चाहनुहुन्छ, आलस्य, क्रोध, अहङ्कार इत्यादिको नहोस्, आफ्नो जीवन एकदम राम्रो होस् भन्ने चाहनुहुन्छ भने चाहिँ आजदेखि नै सात्विक भोजन गर्न थाल्नुहोस्। जय जय श्रीमन्नारायण श्रीमते रामानुजाय नमः।